यो कोही अरूको शब्द हो, म सापट्टि लिएर बोल्दैछु। मलाई एकचोटि राजा ज्ञानेन्द्रसँग भेट्न मन छ, फोटो खिच्नको लागि होइन, उहाँसँग माफी माग्नको लागि। किनभने जब 2058 सालमा दरबार हत्याकाण्ड भयो, म धेरै सानै थिएँ, तर मलाई सम्झना यहाँसम्मको छ कि म र मेरो आमा हामी शोकमा दरबार पुगेका थियौँ। 62-63 को आन्दोलनमा जब राजा ज्ञानेन्द्रले दरबार छोड्नुभयो, त्यो बेला पनि म धेरै सानै नै थिएँ। तर अहिले यो बखतमा म कुनै पराय देशमा छु र यो देशमा राजाको शासन छ। यो देशको स्थिति, यो देशमा नागरिकले पाउने इज्जत देखेर मलाई मेरो देश र मेरो देशको राजाको याद आउँछ। त्यो बेला जब मानिसहरू रोडमा ज्ञाने छोड देश छोड भनेर नारा लाउँथे, राजाले सजिलै दरबार त छोडे तर देश छोडेन। तर विडम्बना भनौँ कि दुर्भाग्य भनौँ, मानिसहरू चाहिँ देश छोड्न बाध्य भयो। यो बेला देशमा विकास भन्दा पनि शान्ति चाहिएको छ। देशमा कुनै पार्टी भन्दा पनि राष्ट्रियता चाहिएको छ। फ्रिडम भन्दा पनि डिसिप्लिन चाहिएको छ। स्वतन्त्रता भन्दा पनि अनुशासन चाहिएको छ। र देशमा कुनै एउटा नेता भन्दा पनि राजा चाहिएको छ।